नवदुर्गा भवानीको टिकाकरण आज दसौँले बुझाइ दसैँमा आमाले सुरुवात गर्दै हुनुहुन्छ। नमस्कार गर्नु अब यता फर्केर लाउनु स्यान दिदीलाई दिनु स्यान दिदीलाई नारायण दिदीको थाप्नु दिदीको हातबाट हामीलाई थाप्नु हो क्या के रे है हुन त दिदीले अहिले दिदीले लगाइदिए बेलामा अनि हामीले दिदीलाई भाइहरूले नलाउने अरे नि त अहिलेखेरि भाइहरूले होइन होइन तिहार टिका लाउने दिदीलाई भाइले नलाइदिने अरे अब भाइहरूले अब दिदीहरूले भाइलाई टिका लगाइदिने लाग्यो नि भाइहरूले दिदीले हामीलाई ल्याइदिनु के वास्तवमा भन्ने अरे ल आउनु बाबा आउनु कि मेरोबाट गीत दिन्छु बस्नु त तपाईँको पालो हरि हरि नारायण नारायण भगवान दाइना हुन् यता भिडियो छ के भिडियो ल पाउनु है रोक्नु है अहिले बाबाले गर्नु अब बाबा भाग्नु भयो मेरो पाला आउँदा तपाईँ भाग्नुहुन्छ कि आउनु आमाहरू गएको पहिला खिच मैले बल यतापट्टि आउनु कुनामा उता उता ज्ञान बढोस् अनुशासन बढोस् अनुशासन बढाउनु पर्यो ज्ञान बढाउनु पर्यो अब हामी तौली पाना छोड्नु पर्यो ज्ञान बढाउनु पर्यो सबैको ध्यान दिनु पर्यो भगवानलाई पठाउनु पर्यो भगवानको पानी हेर्नु पर्यो नारायण भगवान दाइना हुन् लक्ष्मी दाइना हुन् पाँच परमात्मा दाइना हुन् भगवान दाइना हुन् लक्ष्मी दाइना हुन् समय गजे हुन् माता सबै भन्न हुन् शिवी आइ हुन् सबैको मान्छेको निगुवा बाटो लागि भए
यहाँबाट खिच्छ त फोटो म मेरो फोटो खिच्ने मान्छे भन्न सोच्दै सबैजनालाई शुभ विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना सुवेदी परिवारबाट सबैलाई राम्रो होस् सबैको कल्याण होस् रक्षा गरून् आँटे ताकेको पुगोस् हामी यस्तै रमाइलो छौँ के अरे अब सबैले दुःख नमानिकन हेर्नु होला होइन कति राम्रो यहीँ नबडा सुवेदी पालो आएको छ सुरत ढकाल छ भगवान दाइना हुन् पाँच परमेश्वर दाइना हुन् देवी देवताको नौ दुर्गाको प्रसाद लाइकन मनले आँटेको होस् चाँडै भाउजू ल्याउनुहोस् चाँडै भाउजू चाहियो अर्को वर्ष उतै ताल पऱ्यो भने फुपू बनिएला देवता चाहिँ एउटै होस् त्यो हो दुलै आई दस्ती आज नयाँ वर्ष बोलाउँ नयाँ वर्षको आई होस् म जेठी माइजूको यहाँ फोटो भिडियो फेरि डबल लागेको भन्दा आउँथ्यो दसैँ आउन तपाईँले नि यस्तो मजा भाथेन कहिले नि उठा बस नाच्दियो साइले नि हल्का कमर भाँच्दैको मैले नि ह्याप्पी दसैँ जय दुर्गा माता शुभकामना सबैलाई मनबाट आए हो तिहार दसैँ झोला बोकेर हिँडेमा पनि झोला बोके घुम्नु सिकाउनु है आमा फेरि बाँचिन्जेलाई सिकाउने हो सबै ह्याप्पी दसैँ
टिकटकबाटै नै भेटघाट भएछ छोरीको चाहिँ पवन र मान्छेबाट आँटेर एकचोटि आइहोस् भगवान दाइना हुन् घर परिवार मिलाउने हामी सँगसँगै देउरानी जेठानी दसैँ तिहार गाउँमै मनाउने बेला छँदै कमाउने हो के रमाउने हे सासूसँग आमा झै बन्याछु केही बिग्रेला सिकाउनु भन्याछु सासूसँग आमा झै वर्ष दिनको चाडबाड दुःख भुल्ने बहना परदेशैमा सम्झिनेलाई पुरै रहै सम्झना परेला दुर्गा दाइना हुन् भगवान दाइना हुन् लक्ष्मी दाइना हुन् पाँच दाइना हुन् दुर्गाले लक्ष्य अरुण अब आँटाको सबै पुरा पुस तागेको सबै पुरा पुस भगवान दाइना हुन् ईश्वर दाइना हुन् लक्ष्मी दाइना हुन् हरि हरि लोकलाल भगवान नारायण हरि हरि भिडियो बनाउँदै भिडियो बनाउने फोटो त खिच्ने फोटो खिच्नुपर्छ ल खिच्छु के जयन्ती मङ्गलाबानी भद्रकाली कपालिनी रुद्रक्षमा शिवरात्रि शिवरात्रि नवदुर्गा भवानीको प्रसादलाई मेरो सेवा यस्तै गरियो है भन्नु न मेरो सेवा यस्तै गरिरहे भन्नु न मलाई सधैँ माया गरेछ न
कष्ट नहोस् बुढी ज्ञानी छ चञ्चल नहुनु भनेको मान्नु है भए धकेबाजी भए मान भए है हिजो नरिसाए झगडा नगरे है झगडा नगरे आमासित बासित झगडा नगरे भनेको माने ज्ञानी भए है ज्ञानी भए नारायण भगवानलाई लक्ष्मीले रक्षी गरून् भगवानले रक्षी गरून् नारायण हरि हरि